भनेपछि म पनि एकदम एक्साइटेड भनेको थिएँ। श्यामुको बारेमा कहिले सुनेछौ? छैन, प्रतिभाले पनि छैन नि। कुरो के हो त भन्दा मगरहरू खाम मगर बोल्छन्, धुट मगर बोल्छन् र काइके मगर बोल्छन्। हामी जातिगतको हिसाबमा 18 मगरात, 12 मगरात र काइके मगरात छौँ। म आफू ढुट मगरातमा जन्मेको भएर श्यामुको बारेमा मलाई पटक्कै थाहा छैन। यो श्यामु चाहिँ हाम्रो खाम मगरातका साथीहरूले ल्याउनु भएको रहेछ। आज श्यामु सुनाउँदैछौ, श्यामु देखाउँदैछौ भनेपछि कताबाट आयो? लौ लौ जिथी माइली साइली बाले बास्यौ उठ उठ। अब दाजुभाइ मामा माउली माइतीहरू सबैले चेलीबेटी पुज्न आउने बेला भयो। उठ उठ ल ल ल ल। चेली पुज्न आए साइली कुकुर बाना त के हो यति साह्रै भुकिरहेको छ? जाऊ जाऊ। चेली पुज्न आए है श्याम्बो चेली पुज्न कोही परदेशमा त कोही घर देशमा त यो मागी पर्वैमा श्याम्बो यो मागी पर्वैमा दाजु र भाइ आउनु भो पुज्न यो मागी पर्वैमा श्याम्बो हो यो मागी पर्वैमा। लौ लौ माइतीहरू आउनुभयो। बस बस माइतीहरू। अब ल आफ्नो आफ्नो भाग थापद जेठी माइली साइली कान्छी माइतीहरूले दाजुभाइले हामीलाई पुज्ने बेला भयो। लौ लौ लौ। लौ लौ दाजुभाइ मामा माउली सबैले यसैमा राखिदिनु होला। अब यो वर्ष दिनको साइली माइली अब टाढाबाट भर्खर आइयो होइन। अब सबैको साथमा यही छ। ल सबै चेलीबेटीलाई म लौ लौ जिठी माइली साइली दाजुभाइ माइतीहरूलाई अर्नी हालिदेऊ, अर्नी लगाइदेऊ अर्नीहरू। ल ल मदत दे। अब हामी यहाँ चाहिँ अब साकासको फाल्नु पर्यो। चेलीबेटीले दिएको चाहिँ यो साकासको फाल्दैछौँ। एकदम चाहिँ यो अब अर्गानिक तिनपाने हो है। हाम्रो चलन चल्ती अनुसार माइतीलाई चाहिँ यसरी चाहिँ सम्मान गर्ने चलन छ। ल अब हामीले साकासको फाल्दैछौँ। ओ देवपिटर दाइनो हुनुहोस्, सिमी भूमि दाइनो हुनुहोस्,
ए सबै दाइनु हुनुहोस् है त ल एकदम मिठो रहेछ माइतीहरू खै अर्नी पनि कस्तो बनाए यो छोरीहरूले राति निदाउँदै बनाएको रक्सी कुन्ने कस्तो छ होइन राम्रो छ आमा एकदमै राम्रो बनाउनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँहरूलाई एकदमै राम्रो बनाउनु भएको छ आमा ल अब भेनाहरू भान्जापत्ती सबै अब तारा हान्न आउने होला अब यताउता ल छामछुम गर जेठी माइली साइली कान्छी पल्टनबाट छुट्टीमा आएको हाँसम बोल मौकाले भेट भएको पल्टनबाट छुट्टीमा आएको हाँसम बोल मौकाले भेट भएको जेरो 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 नमस्कार सालीहरूलाई हेलो है नमस्कार नाना यो चाहिँ मेरो लाउरे छोर हो हजुर गत साल चाहिँ लाउरे भएको हजुर यो प्रोग्राममा पर्दैछ एकदम त्यहाँनि अर्को साल त लाउरै हुने रे ए दुई मेरो बुहारीहरूलाई त रोजी रोजी लाने रे ए हुन्छ 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 अब हाम्रो भाग छ माइतीतिर पुगौँ हाम्रो भाग होला सालीहरूले राख्दैछन् होला तिर हान्न जाम बाबा भनेर चाहिँ मबाट कोटबाट झरेको मेरो भेलाहरू त हिउँको बिचमा राखेर आएको छु फेरि अनि फेरि एउटा लाउरे हेर्नु त कम्ब्यात कुरा गरौँ यो फेरि कान्छा चाहिँ फेरि तगरा छ है लौले त के छ माइतीहरू चाहिँ हाम्रो भाग कता छ बोबो अनि भेनाहरू हामीले तिर चाहिँ यता राखेछौँ है हाम्रो भेनाहरूले तिरमा निशाना पो कतिको लगाउने है हामीले नि हेरौँला हेर्नु त यो जुङ्गे बुबुको छोरा त बिहानै बिहानै रक्सी दोगेर हेर्नु त खुट्टा भुइँमै छैन ढाल्ने हो एउटा स्वास्नी पनि लग्ने हो है कहिले नसुध्रिने भयो खोइ खोइ हाम्रो दुई फिटे भेनाहरूको पावर हेरौँ त लाउरे त युद्धमा लगेर आएको देशमा नहारेको मान्छे विदेशमा पनि जितेको मान्छे सायद बुहारीसँग त हार्दैन होला लाउरे जित्छ होइन लाउरे नजिते पनि कान्छा जित्न सक्छ है ल हाम्रो तिर कता चाहिँ हाने हालौँ न त ल माइतीहरू के हो त कुखुरा जस्तो भएको लौ लौ हामी तपाईँहरू आउनुभएको छ हामी त्यति पनि खुसी छौँ होइन लाउरे अब बाँकी कुरा आमाले गर्नुहुन्छ तिम्रो आमाले चाहिँ भोलि चाहिँ बक्नु लौ लौ भान्जाहरू कोही गोठबाट आउनु भएको छ कोही सहरबाट कोही लाहुरबाट आउनु भएको छ आज भनेको विशेष गरेर चेलीबेटी बुझ्ने माइतीले सँगसँगै तारा हानेर यो माइती बान्जोको गर्भदशा जात्ने यो हाम्रो प्रचलन छ अब तारा हानेर अब माइती बान्जले आफ्नो गर्भदशा जाँच्नुहोस् जित्नु भयो भने छोरी लैजानु होला हार्नु भयो भने यहाँ बस्नु यतै बस्नु लौ लौ अब तारा हान्ने होला लौ लौ जित्ने त हाम्रै माइतीहरूले हो खै हेरिहालौँ त भेनाहरूको पावर कस्तो रहेछ सक्दैन पावरै छैन जस्तो छ भेनाहरूको लौ 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 माइती भान्जाले तारा हान्दै हुनुहुन्छ अब माइतीहरूले जित्नु भयो भने भान्जाहरू यता बस्ने भान्जाहरू जित्नु भयो भने छोरी पनि लैजाने लौ त तारा यता भइस खुङ्रेली धनुली बेर ताई त्यो टारा हान्दिउला सक्दैन सकेन है सकेन बाबुको छोरा बराजुको पनाती एउटा हान्दिउला श्यामो त्यो तारा हान्दिउला
अझै भने अब लाउरेको पालो है हेरम लाउरेले चाहिँ कतिको निशाना लगाउन सक्ने रहेछ बुहारी त आउँछ नै होला। यस्तो त हुँदै हुँदैन हौ। मेरो लाउरे लाउरे हो कि चौरे हो निशानातिर लगाउनु पर्यो क्या ताके फुबु ताके लाउरेले नि सकेन है बुहारी घरमा जाँदैन अब धनुष भएर मात्र हो बन्दुक भाषी त मैले त ठक्कै हो नि ए जति बाबा के गर्नु भएको हो? छोराहरूले नसक्ने बाउले के सक्ला हौ? लाउरेले त सकेन हाम्रो फुपाजुले कतिको इतिहास लेखेको होला बुढाजीले चाहिँ दिएको आशीर्वाद बाबासँग नै रहन्छ होला छोरालाई पुग्दैन रे बाबा गलेपछि छोराले लिन्छ रे तर त्यो बुवासँग छ है छोराको लागि चाहिँ आज तीर हान्ने पालो चाहिँ बुवासँग पर्यो तीर चाहिँ बुवाले दाल्छ तर बुहारी चाहिँ मेरो छोराहरूले लिएर जान्छ यसमा चाहिँ म गर्व लाग्छ मेरो माघे सङ्क्रान्ति सबै जो आफ्नो व्यस्तताको कार्यक्रम व्यस्तताको टाइम हामी उपस्थित भएका छौँ सबैलाई धन्यवाद दिँदै अब चाहिँ बुहारी चाहिँ हाम्रै पालोमा छोरो चिन्ता नलिन लाउरे होस् न यो बुबुले पनि सक्नुहुन्न होला है निशाना यता होइन है फुपाजु यतातिर निशाना त्यता होइन है फुपाजु निशाना पछाडि छ सक्यो त नि फुपाजुलाई सक्दैन जस्तो थियो त हौ, बाउले त सक्यो। अञ्चलले तारा जारिहाले अब पोगरी भन्नु पर्यो ल भाइले जित्यो है जित्यो बाउले जितेर के गर्ने छोराले जित्नु भएन बुहारी चिम भयो हाम्रो बोबो फुपाजुले तीर हानेर मात्र भएन नि छोराले पनि त निशाना लगाउनु पर्यो नि बुहारी लग्नलाई त पालो त आउँदैछ नि त। भेनाहरूले नसक्ने बाबुसँग जानु भएन। अब हेर छोरो तिमी परदेशबाट आएको सारा युद्धमा चाहिँ तिमी जितेर आएको मान्छे है यहाँ हारे पनि बुवाले जित्यो नि त। दुईजना भेना यतिकै खेर गयो बडै हक लाग्छ के हाम्रो सालीहरू उता नानाको छोरीहरू हाम्रो सम्झिने नाना है रोजी जेठी माइली साइली लाउरे भेना चाहिँ सालीहरू धेरै भएर तर्सेर चाहिँ निशाना चुके जस्तो छ है नमस्कार है माइजू अब के गर्ने जेरो जेरो भन्छ जेरो के गर्ने म त यही साली मन पर्यो ओ कान्छा भाउजूलाई बो कान्छा भाउजूलाई बो ताली 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 जोरदार ताली मगरहरूको संस्कार र संस्कृति भनेको यो हामीले मामाको छोरीलाई साली बन्न सिक्यौँ त्यस कारणले गर्दा नै हामी सालीलाई बिहे गर्छौँ होइन त हामीलाई दिदी बहिनी भन्न सिकाएको भए हामी पनि बिहे गर्दैनथ्यौँ होला नि हो हामीलाई यसरी संस्कार संस्कृति अनुसार मामाको छोरी हाम्रै साली हो भनिसकेपछि हामीले सालीलाई हक दाबीका साथ लग्यौँ
बुवा अलिकति जड्या हुनुहुन्थ्यो तर उहाँका दुईटा छोरा एउटा पल्टनबाट आएछन् एउटा पोखरामा बसेर पढ्ने छोराहरूले निशाना लगाउन नसकेपछि बुबाले निशाना लगाएर भए पनि माइतीको छोरीमाथि हक दाबी गरेर छोरी लिएर जानुभयो बधाई छ यो स्यामु प्रस्तुत गर्नुभएका हाम्रा खाम मगरतिरका साथीहरूले सुन्दर स्यामु प्रस्तुत गरिदिनु भयो मगरसँग अमेरिकाको इतिहासमा यो पहिलोपल्ट हामीले स्यामु प्रत्यक्ष रूपमा देख्यौँ यो हामीलाई अत्यन्तै गर्व खुसी लागेको छ कृपया खाम मगरतिरका साथीहरूको लागि एकपल्ट जोरदार ताली बजाइदिनुहोस् यस